हेलो गाइस, दर्शन नमस्ते। मेरो युट्युबको पहिलो ब्लग सुरु हुन्छ यहाँबाट। म चाहिँ आज जङ्गलमा बाख्रा हेर्न गइरहेको छु र आज दिनभरि मैले के गर्छु तपाईँहरूलाई देखाउने नै छु। देख्न सक्नुहुन्छ यहाँ चरीचुप रहेको छ। बिहान आउँदाखेरि अलि बाक्लो थियो, अहिले अरूले टिपिसकेको छन्। अहिले यतिको देख्न सक्नुहुन्छ चरीचुप। यता चाहिँ हाम्रो ठाउँ यस्तो देखिन्छ, खासै देखिन त देखिन। यहाँ बैडाली एउटै छिन् बाख्रा लिएर आउँदै हुनुहुन्छ। यिनी पनि हामीसँगै जाने हो र हाम्रो बाख्रा पुगे यहाँ। अहिले चाहिँ हामी जङ्गल सुरु भइसकेको छ। यहाँबाट हामी धेरै माथिसम्म पुग्नेछौँ, त्यो पनि तपाईँहरूलाई देखाउने छु। यदि तपाईँलाई मेरो भिडियो मन परे लाइक, सब्सक्राइब, सेयर पनि गरिदिनु होला। पछाडि बैडाली आन्टी आइँदै हुनुहुन्छ बाख्रा लिएर। उहाँ पनि हामीसँगै जानु नै हो। अलि अगाडि गएर मिसिन्छन् अनि एकैसाथ जान्छौँ। फाइनल्ली हामी 0 पोइन्ट आइसकेका छौँ। यो पछिसला गएको चाहिँ 0 पोइन्ट हो। यहाँबाट चाहिँ हामी उता पश्चिमपट्टि लाग्छौँ। यतातिर पश्चिम हो, यहाँबाट देब्रे चाहिँ पश्चिम, अनि दाहिने गयो भने चाहिँ पूर्वतिर लान्छ। हाम्रो जङ्गल चाहिँ यस्तो छ है साथीहरू, हेर्नुहोस्। आन्टीहरू एउटा अगाडि जानुभयो, एउटा यता हुनुहुन्छ, अहिले अर्को दाइ अझै पर जानुभएको छ। म चाहिँ यहाँबाट आइँदैछु। बाख्राहरू चाहिँ उतै छन्, उतैभित्र चरेर आउँदैछन्। हाम्रो बाख्रा चाहिँ यता आइरहेका, चढ्दै आइरहेका छन्। अब त्यहाँ दाना झरेको, त्यहाँ खान दौडिन्छ। म चाहिँ यहाँ माथि यस्तोमा चढेर भिडियो बनाइरहेको छु। अरू मान्छे चाहिँ उता आउँदै हुनुहुन्छ। बाख्राहरू चाहिँ धेरै जसो यहाँ आइसकेका छन् भने अरू चाहिँ यता आउँदैछ। तपाईँहरूलाई म नजिक गएर देखाउँछु। गाई चाहिँ मैले एउटा तिल्लेउ भेटेको छु, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ तिल्लेउ छ। मैले अर्को च्याउ पनि भेटिसकेको छु यहाँनिर।
दुईटा रहेछ पुरै खालको र किन त्यस्तै पुरै खालको पारिसम्मै पुरै खाल Aja.